हामी चाहिँ यो हाम्रो रेस्टुरेन्टबाट चाहिँ नास्ता सस्ता खाएर गएको गाइस। अब हामी यता लाग्छौँ। अझ ठुलो पानी पऱ्यो, यता पानी, यता पनि पानी है। यता चाहिँ हाम्रो हाइवे केएल जाने, पुण्य जाने, जेबी जाने है, हाम्रो हाइवे रोड हो गाइस। सबैजनाले स्वागत छ मेरो युट्युब च्यानलमा। यहाँ चाहिँ हाम्रो होस्टेल हो यो देखेको सिमानो कम्पनीको होस्टेल हो यो। सबै परदेखि यता 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 यतासम्म। यहाँ चाहिँ हिजो चुनाव थियो, इलेक्सन भइरहेको थियो, हाम्रो एरियाबाट उठेको उहाँ हुनुहुन्छ। यताबाट खतरनाक पानी परेछ। ठुलो पानी परेसी के हुन्छ, रोड सबै हिलो नै जम हुन्छ। चल्यो बतास भनेर कसरी कसले जित्यो यो दुईजना मध्ये भनेर यहाँ हाम्रो नेताहरू। सबैजनालाई स्वागत गर्न चाहन्छु। अनि के छ तपाईँहरूको खबर सुनाउनुहोस्। हामी त यस्तै छौँ नि। आज छुट्टीको दिन पानीले झ्याप्पै रोक्यो क्या आउँदा आउँदै बाटोमा। अब हामी जानेछौँ आफ्नै बाटोमा। हाम्रो जाने बाटो त यस्तै पो छ त गाइज हो। सुलुलुलुलु यताबाट आउने उताबाट आउने है। हाम्रो रुम चाहिँ यता हो। सट्टै आज पानी परेर यहीँ पानी पनि जतातता पानी, यता पनि पानी, उता पनि पानी। यता चाहिँ हाम्रो सेक्युरिटी गार्डहरू हुनुहुन्छ। छुट्टीको बेला बाहिर भित्र जाने टन्नै हुनुहुन्छ साथीहरू। आज चाइनिज त गइसक्यो क्या हो घर। थ्याङ्क यू। हाम्रो घर जाने बाटो। बिरालोले मासु भात रुँगेर बसेको छ यहाँ तल। हाम्रो घर चाहिँ यहाँ माथि गाइस हो। माथि 4 तला। खोइ होला खोइ अब उनीहरूको रुममा भन्थ्यो। अब हो बनाउने चाहिँ कसले बनाउने हो थाहै भएन। हाम्रो होस्टेल त यस्तो दामी देखिन्छ नि हो। आमामामा है, उतापट्टिको होस्टेल हो यो चाहिँ। हाम्रो रुम जाने बाटो पानी परेर यहाँसम्म हावा चलेर पुरा हिलो बनाएको छ। प्यासेस यो चाहिँ हाम्रो ढोकाको नम्बर। अनि बिग्रेर बनाउनु पर्ने छ। अब यता चाहिँ हाम्रो रुम हो। यहाँ चाहिँ गर्मी छ। ठ्याक्कै यहाँ 1 बज्नु आँटेछ। हाम्रो पङ्खा ल केको जानकारी गराउन चाहन्छु। अब मेरो भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु है त। फेरि भेटौँला अर्को भिडियोमा भन्दै म छुट्टिन चाहन्छु। बाई बाई।